हेलो एभ्रिवान वेलकम टु माई भिडियो। आयो सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। हामी चाहिँ हिँड्न लागेको बुटोल, हाम्रो डेली चलेर हाफ डाउन लिङ्गे बुटोल जाऊ नि आऊ। आज चाहिँ हामी हिँडेको हामीले गाउँ पनि लिएर आएको छौँ, मिलमा छोडेर जानुपर्ने। नमस्कार त्यही बस्नु। हामी घरबाट धेरै पछि भिडियो सुरु गर्दैछु मैले आज। कुकुरहरू कस्तो कुकुर अगाडि हिँडिरहेको। त नअदो आएर अनि दाइले गाउँ लगेर जानुभयो। अहिलेको सिजन पुरै बाख्रा फाटैभरि हो न, फाटैभरि बाख्रै बाख्रा, बाख्रा भैँसी सराउन आएको भैँसीहरू। jaga si Kagadi. Sorry, sa Kagadi. अस्ति हजुर हाम्रो गाईमा हाम्रो Harshika. 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 Ada? Wow. Cari ke kenapa hari मेरो छोरीलाई त आएर मात्रै पिङ खेल्न पर्छ न तिमीलाई हो। गुडु 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 गुडु। ल भयो बाबु पानी खाऊ, ल पानी खाऊ। साथी हाम्रो आज हामीले चाहिँ भिडियो किन बनाएको भन्दा हाम्रो नानीको ड्याडीले सामान पकाइदिनु भएको कि अनि नानीको ड्याडीसँग काम गर्ने दाइ आउनुभएको नेपाल लाने आउनुभएको छ। आउनुहुन्छ अरे हस्पिटल लाने भन्ने विचार गर्नुभएको थियो। नानीको ड्याडीले फोन गर्छु अनि त्यही भिडियो मान्छु भिडियो गरेको। अब आउनुहुन्छ अरे दाइ हामीले सामान ल्याइदिएर। हामी चाहिँ वेटिङमा हस्पिटल लाइनमा। मेरो छोरी यस्तरी बसिरहेको नै होइन, दाइ त सामान ल्याइदिएर मात्र आउने। टाइम लाग्छ हामीलाई जानलाई। हाम्रो छोरी यस्तरी बसिरहन्। हामी ड्याडीले पठाइदिएको सामान रिसिभ गर्न वेटिङ गरिरहेको भनिदेऊ न छोरी। छोरी छोरी फाइनल्ली सामान भेट्यो। हेर्ने छोरीले ड्याडीले पठाइदिएको सामान भेटेको होइन। हामीले ड्याडीले पठाइदिएको सामान भेट्यो। हामीले ड्याडीले पठाइदिएको सामान छोरी त्यहाँ खबरी हिँडी होइन छोरी। छोरी दाइको अगाडि भिडियो बनाउन कस्तो बिजोग करा छ यस्तरी। गएर गएर ओपनिङ गर्छु। यिनी हामी बुटल देखिया
पैसा यस्तो बोलेछु नि अब खाए पोकै खोलिएकै छैन पहिला खोल्नु अन्त के आकाश हेरेर हातेर त चरा हो त्यहाँबाट उसको बाजे नाउँमा राखेर जाँदा लगिदिलो सबै 1 घण्टा निकालेर चढाइदिनु कुन वाला आलरा छ त्यही वाला यस गरी खाने जस्तो कुन छ त्यस्तो पठाइदिनु त यस्तो मिठाई ये डल्ला खाने कुरा भइरहेको रे खाए के हो तो फेरि छिटो बिगार्छ क्या दुधको आइटम यही कौलो भइसकेको छ भैली छिटो खाओ बिगार्ने चिज नै हालिदिन्छ नि यहाँ बदामको मिठाई ल होइन सबै फ्रिजमा राख पहिला यो त त्यो आइसको भाँडामा राख्ने मिठाई त्यही पठाउँछ पठाउने कुरा पाइन होला ल कुन राख्ने कागजको टिमबारे यस्तो त कहिले यो मिठाई सबै गिलिक्कै गइछ यस्तो झोल बह छोरी चाले मिठाई सिठाई खाना खै त्यो भित्र त त्यस्तो पो हुने रहेछ त्यस्तो होइन सब बिर्सेको यो राख्दै ल यो जब ऊ मात्रै यो खान्छ क्या यो डब्बाले आज चाहिँ रात परिसक्यो मैले अगाडि भिडियो गराउँदा यत्तिकै अब भ्याएन मैले अनि मिठाई चाहिँ पुरै यस्तो गिलो भएछ कि तैपनि नानीको ड्याडीले त्यति दुःख गरेर खालान् भनेर माया गरेर पठाइदिएको मिठाई हामीले फ्रिजमा राखी भए पनि खान्छौँ फ्रिजमा राखेको छु मैले अनि अलि त खाए पनि अनि हेर्छौँ हामी त्यस्तै गर्दै खाँदै गर्छौँ आज यसरी नै बित्यो दिन अब भोलि फेरि हाम्रो घर पूजा होस् गर्न लागेको अनि अगाडि के सामान लिन गर्न गर्दा ठिक्क भयो त्यसरी भ्याएन भिडियो बनाउन अहिले चाहिँ भिडियो अन्त्य गर्न आएको अब जस्तो पनि गराइदिनुला माया गरेर त्यति धेरै मिठाई त्यति दुःख गरेर अनि त्यस्तो महँगो मिठाई पठाइदिनु थ्याङ्क यू सो मच नानीको ड्याडी अनि चाहिँ
अहिले चाहिँ यो त्यति थ्याङ्क यू सो मच भन्न आएको म चाहिँ। अनि भिडियो हेरेर अहिलेसम्म भिडियो हेर्ने सम्पूर्णलाई पनि थ्याङ्क यू सो मच, भेरी 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 थ्याङ्क यू सो मच। बाई बाई।